आज जनकपुर धाममा राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा आयोजित विशेष भेलामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको संयुक्त उपस्थिति रहेको छ। जनकपुर धाममा मुख्य सभास्थलमा भएको कार्यक्रम मध्य प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख सहभागिता देखिएको थियो। कार्यक्रम दिउँसोबाट सुरु भई साँझसम्म चलेको थियो। साथीहरू, सभामा सम्बोधन गर्दै सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी पुराना राजनीतिक प्रवृत्तिको विकल्प भएको दावी गरे। उनले भ्रष्टाचार, कुशासन र पहुँचका आधारमा चल्दै आएको राजनीतिलाई अन्त्य गरी जनताको आवाज संसद र सरकारसम्म पुर्याउने उद्देश्य पार्टीको रहेको बताए। मधेसका समस्या अब भाषणमा मात्र सीमित नराखी व्यवहारिक साधारणतर्फ लैजानु पर्नेमा उनले जोड दिए। कार्यक्रमका अर्का प्रमुख वक्ता बालेन्द्र शाहको जनकपुर धामबाटै परिवर्तनको सन्देश दिन आएका बताए। उनले मधेसको विकास बिना समग्र देशको विकास सम्भव नहुने उल्लेख गर्दै युवालाई राजनीतिक र नीति निर्माणमा सक्रिय हुन आग्रह गरे। बालेले केन्द्रमुखी सोचको अन्त्य गर्दै स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने धारणा व्यक्त गरे। सभामा दुवै नेताले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवाको सहभागिता राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिक एजेन्डा भएको स्पष्ट पारे। कार्यक्रममा सहभागीहरूले नाराबाजी र तालीका साथ नेताहरूको सम्बोधनलाई स्वागत गरेका थिए। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।